हेलो प्राप्ति क्रिएसन अर्थात निरु पोखरेल युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरुमा नमस्कार। आज फेरि म नयाँ भिडियोको साथ उपस्थित भइसकेकी छु। अब आजको भिडियो के रहेछ त भनेर अन्त्यसम्म हेर्न नबिर्सनुहोस् है त। र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिहाल्नुहोस् है। आज चाहिँ शनिबारको दिन हामी चाहिँ यहाँनिर स्विमिङ गर्न जाने कि फिल्म हेर्न जाने भनेर छोरीलाई सोधिरहेका छौं। अब हाम्रो यात्रा चाहिँ स्विमिङ गर्नको लागि भनेर अगाडि बढिसकेको छ। अब हामी बिस्तारै घरबाट निस्कदै छौं, बाहिर जाँदै छौं। अनि आजको मौसम चाहिँ एकदमै अँध्यारो पानी आउला जस्तै भयो। त्यही भएर हामी स्विमिङ गर्न जाँदा जाँदै बाटैबाट फेरि फर्किसकेका छौं, किनकि पानीले हामीलाई जान दिएला जस्तो लागेन। ठुलो वर्षा भयो भने खोला आउने, अत्यन्तै ठुलो खोला आउने भएर हामी चाहिँ फर्केर अब अर्कै यात्रामा लागिसकेका छौं। हजुरहरुले देख्न सक्नुहुन्छ मौसम चाहिँ हल्का धुम्म धुम्म गरेको, तर एकदमै शीतल रमाइलो मौसममा हामी अर्कै यात्रा अगाडि बढाइरहेका छौं। हामी जाँदै छौं, अत्यन्तै सुन्दर ठाउँ छ जहाँ चाहिँ तपाईहरु पनि पुग्न सक्नुहुनेछ। अत्यन्तै सुन्दर ठाउँ। अब कहाँ गयौं त हामी भनेर हेर्दै जानुहोस् है त। रमाइलो ठाउँमा हामी पुगिसकेका छौं। अब बिस्तारै यहाँनेर ढुङ्गाबाट हामी तल झर्दै छौं। यहाँहरुले देख्न सक्नुहुन्छ यो चाहिँ कहाँ त भन्दाखेरि हाम्रो घर नजिकै रहेको कोसीको बगर रहेको छ। सप्तकोशी नदीको हामी नजिकै पुगिसकेका छौं। अब यहाँहरु हेर्न सक्नुहुन्छ सप्तकोशी नदी कति ठूलो छ। बर्खा लागिसकेको छ। अब छोरी चाहिँ स्विमिङ गर्न जान नपाए पनि यतै भए पनि रमाइरहेकी छिन्। म चाहिँ छोरीलाई एकदम साथ दिइरहेको छु र भिडियो हेर्ने सबैलाई माया पनि गरिरहेको छु है मैले। अनि यहाँनेर हेर्न सक्नुहुन्छ कोसी कति ठूलो देखिन्छ नि त। अब बर्खा लागिसकेको छ, पानी चाहिँ अत्यन्तै बढ्ने भएको हुनाले अब त्यसै पनि 7 वटा कोसीहरु मिसिएको ठाउँ ठूलो त हुने नै भयो। अब यहाँनेर बाबा छोरी चाहिँ जुन नहेरी तिमीलाई हेरौँला भन्दै गीत गाउँदै रमाइलो गरिरहनु भएको छ। अनि छोरीलाई चाहिँ अत्यन्तै खुसी मिलिरहेको छ। यहाँनेर नाउ राखिएको छ, यो नाउमा पनि हामी भिडियो फोटो गरिरहेछौं। अनि बाबा छोरी चाहिँ एकदम रमाइरहनु भएको छ, खुसी भइरहेको छ। अनि मौसम पनि हल्का धुम्म धुम्म गरेको टाइम छ यति बेला चाहिँ। अत्यन्तै रमाइलो छ। बेला बेला घाम पनि लाग्छ, फेरि बेला बेला घाम लाग्ने, बेला बेला चाहिँ मौसम अँध्यारो हुने हुँदैछ। अब घाम लागेको बेला यहाँनेर हामीले एउटा डिउ लगेको थियौं। त्यो डिउ चाहिँ तातो तातो भइसकेको भएर यहाँ कोसीको पानीमा चिसो हुन्छ भनेर पानीको छेउतिर राख्न लाग्दै हुनुहुन्छ। अनि अब एकदम रमाइलो भइरहेको छ। हामी चाहिँ रमाइलो गर्दै छौं। छोरीलाई हल्का तिर्खा लाग्यो, घाम भयो अरे, अनि ठुस्स परिरहेछिन् के। अनि पानी खान गयौं। पानी खाएपछि चाहिँ खुसी मिलेर हेर्नुस् न हाँसे कि। अनि यहाँनेर रुखको शीतलमा एकैछिन बसेर फेरि हामी भिडियो बनाउँदै छौं, फोटो खिच्दै छौं। मोबाइल माग्दैछिन् छोरी, सेल्फी खिच्नको लागि आफै भिडियो बनाउन चाहियो अरे मोबाइल। अनि हामी चाहिँ एकदम इन्जोय गरिरहेछौं के बसेर। अनि यहाँ हेर्नुस् न काँचहरु कस्तो राम्रो पलाएको कि। मलाई चाहिँ नयाँ ठाउँ रमाइलो देखेपछि फोटो भिडियो गर्नको लागि रहर लागिहाल्छ, अनि भिडियो बनाउँदै छु। अनि हामी यस्तै यस्तै रमाइलो गर्दै गर्दै दिन बितायौं र बिस्तारै अब चाहिँ फर्किन लागिरहेका छौं। हाम्रो यात्रा चाहिँ बिस्तारै अन्त्य हुँदैछ। तपाईहरु पनि यो ठाउँमा जानु भएको छैन भने अवश्य जान सक्नुहुन्छ। गर्मीमा अत्यन्तै शीतल कोसीको चिसो पानी, अनि यो सुन्दर दृश्य, बाटो पनि अत्यन्तै राम्रो छ। तपाईहरु सबै एकचोटी चाहिँ कोसीको किनारतिर भिजिट गर्नु होला। यस्तो राम्रो ठाउँ भन्दै भन्दै हामी चाहिँ अब बिस्तारै घरतर्फ अगाडि बढिरहेका छौं। तपाईलाई भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट तथा च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोस् है त। ल, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाई सबैलाई हार्दिक धन्यवाद। र अब फेरि हामी अर्को भिडियोमा छिट्टै भेट्ने छौं भन्दै आजको लागि चाहिँ यतिमै बिदा हुन चाहन्छु। Thank you for watching. Bye bye. See you.